हेलो मिनासान भाइ जा के कस्तो लागेको छ ओसाका क्यासल मजा आइरहेछ मजा आज नयाँ फ्यान्टा ए ढोका ढोका पनि ढोका खोल्ने यो Only English. Sorry guys. Now recently I am traveling in the jungle of the castle of the This is very famous because Mama only English. Mama the Mama sai today why sai front camera. I do best. so vulgar. English no Nepali. English wari full stop. Thank you. But I don't have the girlfriend. Mama. Hello. बोला न देखाउँछ मात्र के बोल्नु मामा त क्यामेरा त बोल्दै बोल्दैन रहेछ बोल्दिन लाज लाग्छ भिडियो गर्नु पर्दो रहेछ नि त मामालाई त बोला न त्यहाँबाट दुईटा संविधानको कुरा भन्नु संविधानको कुरा चाहिँ के भन्नु केही मूल्यवान नभन डिपेन्ड होला मामाले मोबाइल भयो अहिले चाहिँ हामी स्टेसन जाँदै हो के स्टेसन हो क्योबासी होइन कि तेम्बाबासी हो कहाँ छ यहाँ चाहिँ फेरि क्योबासी नै तेम्बाबासी हो अघि उधार जाउँ भनेको भेट छ अनि तेम्बाबासीमा के भन्छ तेम्बाबासीमै हो त के अनि अहिले हामी तेम्बाबासी त जान आँटेको भनेको केटाले मोबाइल हेर्ने डाइरेक्ट जान्छ मान्छेलाई केही नभन्नु डाइरेक्ट उसमा के तेम्बाबासी यहाँ पनि तेम्बाबासी चढ्ने वहाँ पनि तेम्बाबासी वहाँको चाहिँ एबाट हो यहाँ नेपालीहरु लास्टै बाटो किन भन्नु एक वर्षमा सबै थाहा भइसक्यो क्या खजाना छ यहाँ यस्तो नर न भ्लग बिग्रिन्छ हौ स्टिकर हाल्दा भयो खजाना भेट्यो नि त इमोजीले यस्तै हाल्छ टप्प लाएर इमोजी तेम्बाबासी नै हो यहीँ हो म त क्योबासी भनिरहेको छु सरी माई ब्याड यहाँको ई हो वहाँको ए हो ए रहेछ त्यही त कोठा हेरेर त यो त कस्तो राम्रो लाग्छ अब यत्रो जहाँ त्यो कोठा जस्तो कोठा यत्रो खुल्ला 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 अब हामी चाहिँ त्यो यो ओसाका क्यासलदेखि बाहिर निस्केर चट्ट घर जाँदैछौँ मामालाई भोक लागिसक्यो घर गएर भात पकाउँछ ग्यास्ट्रिक गरेर यो अर्कै केटो हौ केटाहरूले भाइलाई गफ लाएर बिचरा यार केटाहरूले मामु बनाइसक्यो यार भाइलाई जोरबान ओइ अइगो त्यो सेतो के ओसा गेस्टल यो त केटाहरूले त यार मान्छे पनि कति छिटो चिनिहाल्छ यार बिर्सिँदैन फेरि भान्जा हो नि एउटा चाहिँ यहाँ के हो घाम है त्यहाँ लभली चम ब्युटिफुल हाडी गाउँ त्यता हौ कहाँ त्यता त होइन हट होइन उहाँदेखि हो क्या उहाँदेखि अस्ति नै हामी त्यहाँदेखि छिरेर हामी पर्तिर गएको नि हामी दुईजना पर्तिर उताबाट गएको नि त उयो यार के हो कस्तो गाडी चाहिँ यत्रो हेरी साउन्ड चाहिँ कस्तो टुबु जस्तो रहेछ कसले स्क्यान गरिदिन्छ नि चस्मा लाएर हिँडेको अब कसलाई हेरेको देख्दिनँ पनि के भन्छ कहाँ हौ अब हामी फेरि भरे
आजको भ्लगलाई अहिलेको लागि यहीँ टुङ्ग्याउनु चाहन्छौँ र भरे फेरि कहाँ नाममा जाने त हामी कहाँ नाम होइन अहिले भाइलाई छोड्न जाँदाखेरि स्टेसनबाटको त्यो एउटा हुन्छ क्या भनाइ तर त्यो भन्नु मिल्दैन भ्लग ल हेलो गाइज वेलकम टु आवर मिनी भ्लग We are going to म चाहिँ तपाईँहरूको पूर्वेली टिटोस नम्बर 1 यहाँ आज हामी फेरि पूर्वेली टिटोसहरू घुम्नु गएको छौँ भोटेको दुःखीले नम्बर 1 केहीमा काम भोटेको नम्बर 1 भोटेको दुःखी भन्दैछ मलाई भान्जाले आज पिकअप कपमा नै मिनामी भन्छ मिनातो भन्छ मिनातो घर जत्रै हुँदो रहेछ हौ कन्टेनर बोक्ने त होइन र मान्छे बोक्ने 2000 यसमा त म फ्रीमा चढाए पनि चढ्ने अरे यतिकै स्पिड हो के 2000 के गर्नु बे नखेल्ने चढ्दैन चढ्ने होइन के म त डर लाग्छ कसम भनेको तपाईँहरू फुने हो यो के फुने कहाँ त्यहाँ सौजन भाइ के हो यो भन त यो दोबुजीको नाम के हो जिराफ नियङ्गमा चाहिँ के भन्छ किरिन तो हिमास किरिन त्यो चाहिँ मैले बियर खाँदा थाहा भएको के गर्नु अहिलेसम्म ट्रेन चढ्ने जानेको छैन बिस्तारै हुन्छ पानी देखेको छैन के भन्छ भन्छ जापानको पानी चाख्ने कस्तो रहेछ जापानको पानी यस्तो गाह्रो ओ झर्ना यस्तो गाह्रो जाने नै हो जाने पैसा दियो नि के हो ओए म त यहाँ त चढ्दिनँ कसम चढ्दिनँ म चढेन चढ्यो म त बस्छ त धेरै त बस्छ त म त नजाने साँच्चै बस्छु चुरा खाने ठाउँ गएको यहाँ हो यहाँ चुरा खाने ठाउँ ए पक्र न मा पक्र न झ्याप दुइटा बोकेर आउँदा झ्याप पक्रेर लिएर आउँदा पूर्वेली छिटोहरू कोहीसँग डराउँछ कोहीसँग डराउँदैन गरौँ न यार उमीमा त हुन उमीमा त हेर्ने मात्रै हो हेर्नै मजा हो कति जाऊ न छिटो दारू पनि नखाने रे के पनि दारू दारू पनि नखाने हो केही पनि नखाने हो मात्र खाने हो मासु र भात हिजो थाहा पाइसकेको तल त गइहाल्छ नि यता त्यो गेम स्पोर्ट छौ गेम बरु खेलिदिन्छु त्यो खेलाउँदा चाहिँ पैसा निकाल न यहाँ खेल्ने छिटो ल राउन्ड अप के भएको डढाइसक्यो के भन्छ हाम्रो भाइ नखेल्ने रे एक तल माथि आएको कामै लागेन होइन यसो खेल्ने भनेको हामीले चट्ट यहाँ टिकट पनि काटेको छु म बल्ल मनाएको छु भाइलाई होइन भाइ बल्ल मानिसकेको छु 4000को टिकट फेरि सस्तो होइन घुमाइ नै महँगो अब के गर्नु होइन चट्ट घुमिदिने हो हान्नै पर्यो राईको छोराले धन्न इज्जत चाहिँ राखेछ यार के हो यता भिडियो सिडियो गर्नु पाइन्छ पाइँदैन हेर त यस्तो केटाकेटी त खेलेर आइरहेको छ यार मेरो भाइ डराउँछ के हो यस्तो पारा भएन है मामा डराउनु थाल्यो हामी त डराइँदैन जाने हो ओसाका उमी पनि देखिरहेको छ यहाँ फर्स्ट टाइम देखेको क्या यत्रो ठुलो आउ नाइ किमोची खाङकोको हो कत्रो न हो यो एक्सट्रिमको हो क्या हौ एक्सट्रिमको आउँदैछ यहाँ चट्टा एक्स पनि लेखिरहेको छ तर राम्रोसँग देख्यो यो 5 हात चाहिँ हाम्रो माथिको चाहिँ ऊ हो क्या भाइ फेरि माथि चाहिँ अलिक महँगो सकला बिन्दु ओए के गर्दैछ त ओ पौडी खेलेर नि त्यहाँ चाहिँ पौडी खेलिदिँदैछ हो सेट्टिस तरिकाले उल्टो हो त्यो तिकी पु मामाकोबाट खिचौँ न हौ फोटो पहिला फोटो त खिच्दैन कि अपडेट भयो कि भर्खर भिडियो नि चल्दैन
फोटो पनि खिच्दैन जहाजमाथि त बास्केटबल पनि खेल्दैछ कस्तो रिल्याक्स मैले पहिलोचोटि देखेँ क्या यो चाहिँ यत्रो ठुलो त मैले पनि देखेको फर्स्ट टाइम है यो सेलिब्रिटी क्रुज अरे नि त टाइटन हो होइन सेलिब्रिटी टाइटनिक चाहिँ कहाँ हेर नि केटा हेलिकप्टरमा उड्ने हेलिकप्टर स्ट्यान्ड पनि छ हेलिकप्टर हेलिपोर्ट उडौँ उभिम किन डर हेलिप्याड पनि रहेछ यार मजा हुन्छ क्या यता माछा मार्दै गर्दै माछा मार्नु त थाहा भएन दिन छ यो पोर्टमा चाहिँ हेर न कोही हामी पनि चढ्ने हो होइन त भन्छ चढ्ने हो कहिले जाँदा कहिले जापान आइयो फेरि चढिन्छ फेरि यस्तो कुरा चाहिँ हाम्रो त झुक्कल उमै हुन्छ नि फेरि त्यो उ नै भन्नु पर्दैन बिहान तेल्लो जाउँ प्लानै हुन्छ मान्छे त के भइसकेको सकिगयो त टाइम त भाइ अनि हेर त मान्छे त के हजारको त 4000 फिट अन्त 4000 फिट सक्यो 2 दिनको हामी घुम्दा बल्ल घर आइपुग्यौँ यतिखेर दुईजनालाई चाहिँ हामीले ओसाकामै छोडिसकेको पूर्वेली भ्लग चाहिँ आज के मामा यहीँ अन्त होइन त आजको लागि हाम्रो पूर्वेली भ्लग चाहिँ आजको लागि चाहिँ यहीँ बन्द गर्न चाहेर फेरि अर्को भ्लगमा अर्को भिडियोमा हामी फेरि भेट्नेछौँ भन्दै बाई बाई के भन्छौ लाइक शेयर सब्सक्राइब सायनारा